नेपाल सरकार अहिले एउटा महत्त्वाकांक्षी योजना लिएर आएको छ। 100 दिनमा 100 काम गर्ने योजना। तर प्रश्न उठ्छ के यी कामहरू साँच्चै नागरिकको जीवन बदल्न सक्छन्? आज हामी सरल भाषामा बुझ्नेछौँ सरकारको यो 100 दिने योजना वास्तवमा के हो। सबैभन्दा पहिले सरकारको मुख्य लक्ष्य छ देशमा सुशासन कायम गर्ने, सेवा छिटो बनाउने, भ्रष्टाचार घटाउने र अर्थतन्त्र सुधार गर्ने। यसका लागि सरकारले प्रशासनिक संरचनामा ठूला परिवर्तन गर्ने योजना बनाएको छ। मन्त्रालयको संख्या घटाएर 17 बनाउने, अनावश्यक बोर्ड र समिति हटाउने र कर्मचारीको कामलाई पर्फर्मेन्स बेस्ड बनाउने निर्णय गरिएको छ। यसले सरकारी निर्णय प्रक्रिया छिटो हुने अपेक्षा गरिएको छ। अब कुरा गरौँ नागरिक सेवाको। सरकारको योजना अनुसार अब नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचय पत्र जस्ता सेवा डिजिटल प्रणालीबाट सजिलै प्राप्त हुनेछन्। ठूला सहरहरूमा 12 घण्टा खुला सेवा केन्द्र सञ्चालन गरिनेछ र हेलो सरकारलाई 24 घण्टा सक्रिय गुनासो समाधान प्रणाली बनाइनेछ। यसको अर्थ अब सरकारी सेवा लिन घण्टौं लाइन बस्नुपर्ने अवस्था घट्नेछ। अर्को महत्त्वपूर्ण क्षेत्र हो डिजिटल सरकार निर्माण। सरकारले वन सिटिजन वन डेटा सबमिसन प्रणाली लागू गर्ने योजना बनाएको छ। यसको मतलब एक पटक दिएको विवरण बारम्बार दिनु पर्दैन। सबै सरकारी सेवा एकीकृत डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने लक्ष्य राखिएको छ। अब कुरा गरौँ भ्रष्टाचार नियन्त्रणको। सरकारले उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने, डिजिटल एसेट रजिस्ट्री बनाउने र व्हिसल ब्लोअर प्रोटेक्सन नीति लागू गर्ने योजना अघि सारेको छ। यसले सरकारी पारदर्शिता बढाउने अपेक्षा गरिएको छ। विकास आयोजनाको ढिलाइ हटाउन पनि नयाँ योजना ल्याइएको छ। फास्ट ट्र्याक अप्रुभल सिस्टम लागू गरिनेछ, पीपीपी मोडेल विस्तार गरिनेछ र रोकिएका परियोजनाहरू पुनः समीक्षा गरिनेछ। यसले विकास निर्माणको गति बढाउने लक्ष्य राखिएको छ। अन्तिम र सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हो लगानी, उद्योग र रोजगारी। लगानीकर्ताका लागि वन डोर अप्रुभल सिस्टम लागू गरिनेछ, स्टार्टअप दर्ता प्रक्रिया छिटो बनाइनेछ र एसएमई व्यवसायलाई ऋण सहज बनाइनेछ। यसले देशभित्र रोजगारी सृजना गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। समग्रमा हेर्दा सरकारको 100 दिनको योजना मुख्य रूपमा केन्द्रित छ प्रशासन सुधार, डिजिटल सेवा विस्तार, भ्रष्टाचार नियन्त्रण, विकास आयोजनाको गति र रोजगारी सृजनामा। अब प्रश्न तपाईको हो, के यी योजना व्यवहारमा लागू हुन्छन् त? योजना राम्रो छ, अब परिणाम हेर्ने जिम्मा कार्यान्वयनमा निर्भर छ।